हेलो नमस्ते वेलकम ब्याक टु आवर सर्ट ब्लग अनि आज डे 5 इन बाली। आज चाहिँ हामी यो न्यू होटलको ब्रेकफास्ट गर्ने ठाउँमा छौँ अनि यहाँनिरको मिष्टान्य भोजन चाहिँ हामीले टक्क खाएर चाहिँ रेडी भएर चाहिँ आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ हेभेन्स गेट अनि अर्को भनेको तीर्थगङ्गा इन्टरनेटबाटै फेमस छ। लेट्स गो देयर। Here we are guys, आज 5th डे अनि आज चाहिँ हामी पर्सनल पेमेन्टले आज अफ डे हो अनि पर्सनल पेमेन्टले चाहिँ हामी यहाँनिर आएको छौँ अनि यहाँनिर आएको छौँ हामी होइन। यो चाहिँ हेभेन्स गेट चाहिँ प्लेइङ चेस। यहाँ त मुनिदेखि नै फोटो खिच्दै गएको थियौँ अनि दिस इज आवर फोटो। होली वाटर टिकट है। There we go. Thank you. Terima kasih. We need to wait. Stress, kali ini kostum. Yeah, wow. Kali ini stress. Here we are guys as a Heavens गेटमा आएको छौँ। हेभेन्स गेट चाहिँ यहाँनिर चाहिँ मुनि उसमा इन्टरनेटमा चाहिँ सबै टिकटकमा चाहिँ मिरर हालेको छ तर द्याट्स नट रियल होइन। त्यहाँ चाहिँ मुनिपट्टि वाटर जस्तो देखिन्छ नि, अब त्यहाँ चाहिँ हाम्रो मिरर हालेको हुन्छ अनि त्यो मिरर हाल्ने ठाउँमा चाहिँ ऊ त्यहाँ अगाडि बसिरहेको हुन्छ नि, उसले चाहिँ यस्तो क्यामेराको अगाडि मिरर देखिन्छ जस्तै अपोजिट साइड अपसाइड डाउनको पनि देखिन्छ। इट्स अ गुड आइडिया, राम्रो लाग्यो यस। अहिले संसारै देखावटीले चलेको छ गाइज, यो सब क्यू होला, सब फोटो खिच्ने क्यू हो यार। यो एउटा हेभेन गेटमा फोटो खिच्नको लागि होइन यस्तरी बसेर आमामा हो मर्छु कि क्या गाइज। यो ओन्ली फर फोटो है, फोटो खिच्नको लागि मात्र। स्याट्ट दौडिने झ्याक फोटो हान्ने, एकछिनमा पैसा उसुल गर्ने अनि निस्किने। One, two, three. Is that? And it's a village, oh yes, that's the village. No, village रहेछ, गाउँ मात्रै रहेछ। अब रियल छ होइन त्यो। But you can just Let's go. do one more like घना जङ्गल छ। यत्रो मान्छेले हेरिरहेको छ होइन अनि पोज दिन आएन भने के गर्नुपर्छ यस्तो पोजहरू अगाडिबाट एकचोटि हात पछाडिबाट एकचोटि कम्मरमा एकचोटि अब के गर्नु के ओके ओके आउँदैन जेलमा फोटो खिचेर गाइज बालीको हेभेन्स गेटमा आउँदाखेरि चाहिँ मेक स्योर कि ब्रिङ सम स्न्याक्स होइन छ। मस्तले वेट गर्ने, आनन्दले यता बस्ने यता हेर्ने, त्यो रमाइलो हुन्छ। यहाँ चटक हेर्न पाइन्छ सबैले, चटक भन्दा पनि कसरी कसरी गर्ने होइन, पोजहरू सिक्ने, यहाँ बस्नु हाँस्नु रमाइलो गर्नु। अब हाम्रो पालो आउँदैछ हेर्नु, हाम्रो पालोमा चाहिँ अब हाम्रो ठ्याक्क 10 जना पछाडिको नम्बर छ, त्यस पछाडि अनि हाम्रो पोज पनि हेर्नु होला त। They are group. They are 12 people. They are One by one.
ल हाम्रो फोटो सेसन पनि सक्यो अब हामी अर्को ठाउँ जाँदैछौँ लेट्स गो ए यहाँ अझै यत्रो भिड छ गाइस यहाँ नआउनु छ भने चाहिँ स्न्याक्स चाहिँ लिएर आउनु आनन्दले रेस्ट गर्नु बस्नु लेट्स गो Here we are guys Where are Tirthaganga? What's in there? Where? Going sir? Waiting for photo? Yeah. Here we are guys. तीर्थगङ्गा भित्र छिरिसकेको छौँ हामी चाहिँ हैन अनि यहाँनिर म भिडियो बनाउँदैछु दमदारका साथ अनि ल हेर्नुहोस् यहाँनिर अब हामी यसरी मुनि जाँदैछौँ सरी Good weather. So many people. Now guys, see. Wow, what is that? Church, no problem. Nuts? Yeah. That's nice. As soon as they get the food, they are going. हामी यहाँनिर चाहिँ बिहाइन्ड द सिन खिचिदिरहनु भएको छ हाम्रो साथीले होइन यहाँ पछाडिबाट चाहिँ अनि यसरी खिचेको थियो हामीले मेहनत हेर्नु न हाम्रो नेक्स्ट इयर तीर्थगङ्गामा चाहिँ भिजिट गर्नु होला लिजाले ऊ पर्सनल फोटोग्राफर हाम्रो ड्राइभरजी Okay. Wow. Me also. Me on this side. Be careful. Yeah, this side. प्रतिष्ठित चाहिँ पानीमा भिजेर लुगा सुगा फुकालेर पानीमा भिजे मात्र भइरहेको हुन्थ्यो नि तीर्थगङ्गामा पानीको स्विमिङ पुलमा लडेर अरे सबै पानी भिजाएको यहाँ मेरो लुगा लाएर बसिरहेको छ यस्तो क्लम्जी मान्छे त मैले कहिले देखाएको थिइनँ तिम्रो गोडा नहुनेको भयो केटाकै यस्तो देखिँदैन नि देख्छ तातो भइरहेको छ के बाले भएर वेलकम टु द बाली गाई